स्वागत छ साथीहरु तपाईहरुलाई आज फेरि यस हाम्रो युट्युब च्यानल टेक एटोमिक अचिभमेन्टमा आज हामीले तपाईलाई निकै नै इम्पोर्टेन्ट टपिक्समा चाहिँ एउटा भिडियोको चाहिँ ट्युटोरियल देखाउन गइरहेका छौं जसमा हामीले भिडियो एडिटरको रूपमा चाहिँ हामीले इन्सुट एपको युज गरेका छौं जुन चाहिँ निकै नै धेरै नै युज गरिने चाहिँ हाम्रो भिडियो एडिटिङ एप्स हो। यसको मद्दतले तपाईले निकै राम्रो भिडियोहरु चाहिँ एडिट गर्न सक्नुहुन्छ। सो आज मैले चाहिँ तपाईलाई खासमा कसरी तपाईले यो एपको प्रयोग गरेर जसरी चाहिँ हामीले देख्ने गर्छौं युट्युबमा विभिन्न मोबाइल ट्युटोरियलहरुमा चाहिँ नि हाम्रो मोबाइल फ्रेम युज गरेर चाहिँ भिडियोहरुलाई देखाउने गरिन्छ। यही कसरी यस्तो हालको भिडियोमा मोबाइल फ्रेमहरुलाई चाहिँ हामीले अट्याच गरिन्छ भन्ने कुरा चाहिँ मैले आज तपाईलाई यस भिडियो मार्फत देखाउन गइरहेको छु। कृपया अन्त्यसम्म हेरेर अनि मलाई साथ दिनु होला। हस् त भिडियोलाई सुरु गरौँ। त साथीहरु हामी आइसकेका छौं यता मोबाइलको डिस्प्लेमा जहाँ चाहिँ हाम्रो भिडियोमा फ्रेम छैन। तपाईले देख्न सक्नुहुन्छ यसरी मैले माथि स्क्रोल गरिरहेको छु। यो भिडियो मैले स्क्रिन रेकर्ड गरेको भिडियो हो जसमा चाहिँ मोबाइल फ्रेम हाम्रो छैन। अब हामी के गर्छौं त भन्दा यसमा हामीले यसरी चाहिँ हामीले के गर्छौं भन्दा अब यसलाई चाहिँ हामीले इन्सुट बाट चाहिँ हामीले खोल्छौं। तपाईले देख्न सक्नुहुन्छ यसमा अहिले कुनै पनि मोबाइल फ्रेम चाहिँ एड छैन। त्यसको लागि चाहिँ अब हामीले के गर्नुपर्छ भन्दा पहिला इन्सुटमा यसलाई हामीले खोल्नु पर्छ अनि त्यसपछि बल्ल हामी के गर्छौं त भन्दा अरु फर्दर प्रोसेसहरु यसमा गर्छौं। यो प्रोसेस निकै नै सजिलो छ अनि तपाईले इजिली बुझ्न सक्नुहुन्छ। ल आउनुस् अब चाहिँ हामी इन्सुटमा जाउँ। यसरी हामी इन्सुटमा आयौं। इन्सुट ओपन गरेपछि भिडियोलाई क्लिक गर्ने, त्यसपछि न्यूमा क्लिक गर्नुस्, त्यसपछि ब्ल्याङ्कमा क्लिक गर्नुस्, राइटलाई क्लिक गर्नुस् अनि त्यसपछि अब हाम्रो यसरी चाहिँ हाम्रो यो ब्याकग्राउन्ड खुल्यो। त्यसपछि क्यानभासमा जानुस् अनि यसको रेजोल्युसन हेर्नुस् कुन चाहिँ हुन्छ। अब तपाईको इन्स्टाग्राम अथवा तपाईको यो टिकटक कुनै एउटा यसको रेजोल्युसन चाहिँ सिलेक्ट गर्नुस्। गरिसकेपछि मोबाइलको जस्तो आउँछ पोर्ट्रेट फर्मेटमा हैन ठाडो रूपमा आउँछ अनि त्यसपछि फेरि पीआईपी मा क्लिक गर्ने अनि कुन चाहिँ तपाईले कुन चाहिँ भिडियो चाहिँ तपाईले लिन खोज्नु भएको छ त्यो भिडियोलाई चाहिँ यता ग्यालरीबाट गएर सिलेक्ट गर्ने। ल आइसकेको छ हाम्रो यो भिडियो पनि आयो। आइसी यसलाई रिसाइज गर्ने, ट्याक्क मिलाउने है, मिलाउने कतिको साइजमा मिलाउने, त्यसरी ट्याक्क लाएर यसरी तपाईले त्यो भिडियोलाई के गर्न सक्नुहुन्छ भन्दा मिलाउन सक्नुहुन्छ। मिलाइसकेपछि त्यसलाई फेरि हामी अब के गर्छौं त भन्दा त्यही पीआईपी मै जानुपर्छ है। पीआईपी मै जान्छौं। त्यो बक्स जस्तो देख्नु भएको छ नि जुन बक्स भित्र त्यो सेतो बक्स छ जुन हो त्यही बक्समा हामी क्लिक गर्छौं। यसलाई चाहिँ एकदम ध्यान दिएर हेर्नुपर्छ है। एकदम ध्यान दिएर हेर्नु होला। ध्यान दिएर हेरेर एउटा पनि स्टेप स्किप नगरिकिन हेर्नु होला अनि मात्र तपाईले बुझ्नुहुन्छ। त्यति खासै गाह्रो छैन। एक दुई चोटी प्र्याक्टिस गरिसकेपछि आउँछ। अनि साथीहरु यो इन्सुट भनेको एकदम युजर फ्रेन्डली एप हो भिडियो एडिटिङको लागि अनि यो धेरै राम्रो एकदम युजफुल एप हो अनि इजी टु युज हो। तर इजी टु युजमा पनि फेरि यो एडभान्स खालको एप नै हो। पीआईपी मा हामी क्लिक गर्यौं। गरिसकेपछि हामी फेरि त्यही पीआईपी मा गइसकेपछि अब हामी फोटोमा क्लिक गर्छौं। अहिले भिडियोमा छ हेर्नुस् त्यही भएर देखाएको छैन हाम्रो त्यो फोटो फ्रेम। अब फोटो क्लिक गर्छौं अनि फोटो चाहिँ साथीहरु तपाईहरु गुगलमा गएर पीएनजी फर्मेटमा चाहिँ डाउनलोड गर्नुस्। मोबाइल फ्रेम पीएनजी इन पीएनजी भनेर डाउनलोड गर्नुभयो भने तपाईले त्यो पीएनजी फर्मेटमा डाउनलोड गर्नुपर्छ। नत्र पीएनजी मा डाउनलोड गर्न सक्नु भएन भने त्यो के भन्छ ब्याकग्राउन्ड रिमुभर वेबसाइटको युज गरेर नि गर्न सक्नुहुन्छ। ल हेर्नुस् यो पीएनजी हैन त्यही भएर म फेरि पीएनजी चाहिँ म लिन्छु। यता देख्न सक्नुहुन्छ हो त्यो पीएनजी हो। पीएनजी फर्मेटमा के हुन्छ भन्दा तपाईको पछाडीको ब्याकग्राउन्ड चाहिँ खाली हुन्छ है। ल हेर्नुस् यसरी अब फेरि त्यसलाई हामीले रिसाइज गरौँ। भिडियोको फ्रेम अनुसार यसलाई रिसाइज गर्छौं हामीले। त्यति गाह्रो छैन साथीहरु। तपाईहरुले राम्रोसित ध्यान दिएर हेर्नुभयो भने सक्नुहुन्छ इजिली नै। अब यसलाई यसरी हामीले रिसाइज गर्छौं। त्यसलाई त्यो मोबाइलको जुन हाम्रो भिडियो छ त्यसलाई चाहिँ नि फ्रेम भित्र चाहिँ ट्याक्क हटाउने कोसिस गर्छौं।
रिसाइज गरेर यसरी ल हेर्नुस्। अब रिसाइज हामीले मिलाउँदैछौँ। रिसाइज गर्दा चाहिँ यस्तो हुनुपर्छ कि त्यो भिडियो मानौँ त्यही मोबाइलकै हो, स्क्रिन त्यही मोबाइलकै हो भन्ने चाहिँ बनाउनु पर्छ, किनकि मोबाइलको पनि साइज अनुसार भिडियोको साइज अनुसार फरक हुनसक्छ है। बटनहरू मिलाउनु पर्छ। यसरी रिसाइज गरिसकेपछि हाम्रो त्यो जुन ब्याकग्राउन्ड छ त्यसलाई चाहिँ हामीले यसरी कहाँनिर भन्दा त्यो एरोमा टच गरेर अनि यता राइट साइडतिर तान्दै यसलाई लम्बाउनु पर्छ। यो लम्बाउनुको कारण के हो भनेर भन्दा हामीले त्यो मोबाइल फ्रेमलाई भिडियोको अन्त्यसम्म देखाउनको लागि पहिला ब्याकग्राउन्डलाई पनि भिडियोको अन्त्यसम्म लानुपर्छ। अब यसरी ब्याकग्राउन्डलाई भिडियोको अन्त्यसम्म लैसकेपछि फेरि हामीले पिआइपीमा क्लिक गर्छौँ अनि मोबाइल फ्रेममा क्लिक गर्छौँ, राइट एरोमा क्लिक गरेर इन्ड भिडियोमा क्लिक गरौँ। त्यसपछि भिडियोको लास्टसम्म अब हाम्रो यो फ्रेम गयो। यसरी गयो, ल हेर्नुहोस्। अब यसरी गइसकेपछि हामीले के गर्छौँ त भन्दा यसलाई ल हेर्नुहोस् फेरि रिसाइज गरेर अलि केही यदि त्यसमा अलिकति रिसाइज गर्न बाँकी छ भने रिसाइज गर्छौँ। ट्याक्क लाएर यसरी केही गाह्रो छैन साथीहरू, एक दुईचोटि तपाईँहरूले गर्नुभयो भने अनि सजिलै आउनसक्छ। ल हेर्नुहोस् यसरी फेरि रिसाइज गरेछौँ। रिसाइज गर्दा चाहिँ मोबाइल ट्याक्क मोबाइलमा चाहिँ एकदम फिक्स भएर बस्ने तरिकाले रिसाइज गर्नु होला। त्यसले गर्दा भिडियो आकर्षक पनि देखिन्छ अनि अर्को कुरा कन्टेन्टहरू पनि लुक्दैन। यसरी रिसाइज गरेर मिलाउनु होला। ल हेर्नुहोस् यसरी रिसाइज गरेर मिलाउनु पर्छ। यो मेरो मोबाइल चाहिँ ओप्पो A3 हो अनि यो स्यामसङको मोडलमा चाहिँ मिलाउन खोज्दा त्यो अलिकति रेजोल्युसन चाहिँ अलिकति नमिलेको जस्तो लाग्छ। यो अब रिसाइज कम्प्लिट, अझै रिसाइज मिलाउँदैछौँ हामी, किनकि अलिकति रिसाइज कता कति नमिले जस्तो लागेको छ। अब त्यसपछि हामी के गर्छौँ त भनेर भन्दा यसरी हामीले रिसाइजलाई हामीले यसरी मिलाउँदैछौँ। ल अब मिलाइसकेपछि अब हामीले फ्रेमलाई पनि मिलाउने कोसिस गरेका छौँ यसको सँगसँगै। ल यसरी मिलिसकेपछि अब फ्रेम अझै हामीले हल्का मिलाउनु पर्ने छ अनि त्यसपछि राइट क्लिक गर्छौँ है साथीहरू। यसरी पहिला हाम्रो त्यो भिडियो अगाडि भइसकेपछि चाहिँ यसरी ट्याक्क हामीले राइट क्लिक गरौँ। अब प्ले गर्छौँ। प्ले गरेर चाहिँ अनि हामी हेर्छौँ कस्तो खालको, अब स्टार्टिङबाट सुरुबाट हामी हेर्छौँ है कस्तो प्ले भयो भनेर। ल हेर्नुहोस् त्यसमा अझै तल त्यो फोन कल र त्यो कन्ट्याक्ट चाहिँ अलिकति त्यहाँ छेकेको जस्तो देखिन्छ। हाम्रो सबभन्दा तल त्यो होम बटनको माथिको त्यसलाई पनि मिलाउने कोसिस गर्छौँ हामी यसरी। ल हेर्नुहोस् बिस्तारै मिल्दैछ। यसरी रिसाइज गर्नुपर्छ है साथीहरू। मेन भनेको चाहिँ यसमा अलिक रिसाइज गर्न चाहिँ पर्छ। हो त्यो होम बटनहरू चाहिँ त्यो हामी चाहिँ त्यो होम बटन चाहिँ लुकाउने कोसिस गर्छौँ है भिडियोको, किनकि यो स्यामसङको फ्रेम हो नि त, त्यसमा होम बटन त अलरेडी त्यो बटन दबाउन पर्नेमै देखाएको छ। त्यही भएर त्यसलाई चाहिँ हामीले लुकाउने कोसिस गर्छौँ। लुकाउने कसरी भन्दा त्यो पिआइपीमा हामीले क्लिक गरिसकेपछि तपाईँले मोबाइल फ्रेमलाई रिसाइज गर्ने फ्रेममा टच गर्नु पऱ्यो, भिडियोलाई रिसाइज गर्ने पनि त्यो भिडियोलाई टच गर्नु पऱ्यो। जुन त्यहाँ तल देखाएको छ नि, तल यसरी सरिरहेको छ देख्नुभएको छ, कैँची जस्तो छ, कैँची जस्तोको तल मोबाइलको फ्रेमको लागि हो, त्योभन्दा तल भिडियोको फ्रेम हो, त्योभन्दा तल चाहिँ ब्याकग्राउन्ड हो। यति कुरा चाहिँ बुझ्नुपर्छ साथीहरू, खासै केही गाह्रो छैन। अहिले चाहिँ हामी भिडियोलाई टच गरौँ, भिडियोलाई एरेन्ज गर्नको लागि। अब मोबाइलको फ्रेमलाई रिसाइज गर्दैछौँ, मिलाउँदैछौँ। ल अब चाहिँ लगभग धेरै जसो मिलिसकेको स्थिति छ। ल हेर्नुहोस् अब ठ्याक्क मिलेको जस्तो छ। अब राइट गऱ्यौँ हामीले, ओके गरौँ, त्यसपछि फेरि प्ले गरेर हेर्छौँ। ल हेर्नुहोस् साथीहरू अब ट्याक्क भने जस्तै तरिकाले हाम्रो यो फ्रेम के भयो त सेट भयो। यसरी सेट भयो, तपाईँले राम्रोसित हेर्न सक्नुहुन्छ। अब एक्सपोर्ट गर्छौँ। एक्सपोर्ट भनेको सेभ गरेको, एक्सपोर्टमा हाम्रो त्यही 180 को रेजोल्युसनमै हामीले क्लिक गरेछौँ। हेर्नुहोस्
तपाईले यो चाहिँ अब हाम्रो डाउनलोड भइरहेछ इनसुटबाट। यसरी डाउनलोड भएको चाहिँ नोटिफिकेसनमा देख्न सक्नुहुन्छ। साथी अब चाहिँ हेरौँ हामी यो डाउनलोड भएको भिडियो जुन हामीले एडिट गरेको भिडियो थियो, त्यो फ्रेम लगाएको भिडियो हेर्छौँ अब हामीले। यसरी हामी फोल्डरमा जाने, फोल्डरमा गइसकेपछि इनसुटमा जानुस्। यसरी इनसुटमा जानुस्, इनसुटको फोल्डर त्यहाँ आउँछ। तपाईले अब देख्न सक्नुहुन्छ हामीले एडिट गरेको भिडियो यसरी मजाले फ्रेममा आयो। अब यो इनसुट वाटरमार्क देखाएको छ त्यो मोबाइलको त्यो कुनामा, त्यसलाई हटाउनको लागि चाहिँ तपाईहरुले सब्स्क्रिप्सन गर्नुपर्ने हुन्छ। यो एपलाई खासै महँगो छैन, 4-5 हजारमा चाहिँ यसको लाइफ टाइम सब्स्क्रिप्सन लिन सक्नुहुन्छ। तर म चाहिँ तपाईहरुले लाइफ टाइम सब्स्क्रिप्सन नै रेकमेन्ड गर्छु, किनकि मन्थली सब्स्क्राइब गर्दा पनि तपाईको लगभग 800-900 चाहिँ गइरा हुन्छ। अब मन्थली भन्दा पनि लाइफ टाइम गर्दा तपाईको मजाले यसमा एक्स्ट्रा फिचर्सहरु आउँछ अनि तपाईको अपडेट पनि एक्सेस गर्न सक्नुहुन्छ। भिडियोलाई अन्त्यसम्म हेर्दिनु भएकोमा धन्यवाद छ साथीहरु। यो आज हाम्रो मोबाइल ट्युटोरियल, मोबाइलको फ्रेम कसरी युज गर्ने भन्ने ट्युटोरियलमा तपाईले के कति जान्नुभयो कमेन्टमा पनि राख्नु होला। मैले गरेका केही यदि कमी कमजोरी त्रुटिहरु छन् भने पनि त्यसलाई तपाईले कमेन्टमा एकचोटी भनिदिनु होला, त्यसबाट पनि मैले सिक्ने अवसर पाउनेछु। र तपाईले यसरी अन्त्यसम्म हेरेर मलाई साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद छ। यसरी नै आगामी दिनहरुमा पनि म मोबाइलसँग रिलेटेड टेक्नोलोजिकल भिडियोहरु लिएर आउने नै छु। त्यतिखेरसम्मलाई यो च्यानललाई प्लिज लाइक अनि कमेन्ट अनि सब्स्क्राइब गरिदिनु होला अनि धेरै भन्दा धेरै आफ्नो साथीभाइहरुसित शेयर गरिदिनु होला। तपाईको मायाले नै हामी यसरी चाहिँ अलिकति ग्रो हुने चाहिँ चान्स पाउँछौं, जसले गर्दा हामीले अझै नयाँ नयाँ युजफुल भिडियोहरु चाहिँ ल्याउन सक्छौं। त्यति बेलासम्म तपाईहरुसँग बिदा चाहन्छु। हस्त धन्यवाद। तपाईको दिन शुभ रहोस्।